जयमसी अभिवादन। जसको मन प्रभुमा छ त्यसलाई उहाँले शान्तिमा राख्नुहुन्छ, जसको मन प्रभुमा छैन त्यसलाई शान्तिमा रहँदैन। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एउटै पुत्र दिनुभयो, तर उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्। जसले विश्वास गर्दैन त्यो जीवन चाहिँ नाशमा जान सक्छ। परमेश्वर चाहिँ नाशमा पार्नलाई प्रभु येशू आउनुभएको होइन संसारमा। जसको मन प्रभुमा स्थिर बस्छ र त्यसलाई उहाँले शान्ति राख्नुहुन्छ। तर शान्ति पाउनलाई संसारको गाडी धनमा तपाईँले मन लगाएर परमेश्वरलाई खुसी पार्न सक्नुहुन्न। तपाईँको मन शान्त हुनलाई तपाईँले बाइबलको वचनलाई मान्नुपर्छ। बाइबलको वचनलाई सेलेन्डर गरेर परमेश्वरको उद्देश्यलाई पुरा गर्नुभयो भने मात्र परमेश्वरले तपाईँलाई खुसीमा राख्नुहुन्छ। शान्ति भनेको चाहिँ खुसीको अनुहार हो। तपाईँको जीवनमा गनगन र रिसहरू मर्नुपर्छ, धन्यवादको धुनीहरू बग्नुपर्छ। अब तपाईँ भलाइ गर्न तयार हुनुहुन्छ। जयमासी अभिवादन। अर्को भिडियो